ट्रम्पले खाने चिया हुन्छ नि हो मेरै यो बगानको मैले चाहिँ केपी भाइको लागि छुट्टै एउटा दोगला चिया भनेर निकालेको छु एकदम हाई क्वालिटीको। अनि काममा धरेर भिडियो गरिरहेछ त? होइन कामै गर उसले। अनि साउजी कति राम्रो चिया बगान है यो त? हजुर एकदम व्यवस्थित तरिकाको चिया बगान खेती गरेको छु मैले। यो चाहिँ मैले 2036 सालमा सुरुवात गरेको थिएँ। हजुर मैले सुरुवात गर्दाखेरि त्यो टापुको त्यहाँबाट सुरुवात गरेको। कुन चाहिँ टापु यो? हजुर यो डाँडाको टुप्पो? हजुर ए हजुर त्यही टापुको। अनि त्यो टापुको सुरुवात गर्दाखेरि मलाई लगभग 5 लाख जति लाग्यो होइन। हजुर अनि त्यसपछि मैले 2036 सालमा सुरुवात त्यसरी गरेँ। हजुर 2052 साल लागे पश्चात चाहिँ मैले हजुर लगभग 1.5 करोडको लगानीमा यो पुरै गरेँ। यो सिँगै कति डाँडा क्षेत्रफल कति छ यसको? यो अब तपाईँको कति छ भने लगभग यो यहाँ आँखाले भ्याइँदैन होइन हेर्नलाई। त्यो डाँडा काँडा सबै हो? योभन्दा पनि यो डाँडा छ होइन, अझ उता पनि छ थोरै हजुर होइन। हजुर अब के छ भने 1.5 करोडको लगानी गरेँ। हजुर अब यो तपाईँको यो किरा नियन्त्रण गर्नु पर्यो होइन, अब विभिन्न थरीको केमिकल होइन। हजुर त्यो अब कुन ट्र्याप यो एलो ट्र्याप यो मेन ट्र्यापहरू लगाउनु पर्यो। ए यो रहेछ हजुर हजुर लगभग मैले 50 लाखको हजुर त्यो व्यवस्थापनमा मैले खर्च गरेको छु हजुर। र कामदारहरू पनि मैले राखेको छु। कामदार त्यो माथि हो? हजुर हजुर ए हो। अनि काममा धरेर भिडियो गरिरहेछ त? होइन कामै गर उसले। उसको काम के हो भने त्यो ट्र्यापमा कस्तो खालको किरा परेको छ होइन, यो कुन भाले जाति हो कि पोथी जातिको फस्या हो होइन, हजुर कस्तो प्रजातिको हो भनेर छुट्याउने हाम्रो प्राविधिक त होइन। तर त्यहाँ चाहिँ प्राविधिक जति छ कि उहाँसँग भन्छ खतरा रहेछ त उहाँ पनि है। हजुर। अनि तपाईँको यो एक्सपोर्ट चाहिँ कहाँ हुन्छ? एक्सपोर्ट मेरो ट्रम्पले खाने चिया हुन्छ नि हो मेरै यो बगानको टोक्ला चिया होइन यो? हजुर टोक्ला हो। अनि ट्रम्पले खाने चाहिँ दोगला चिया है। अनि केपी बाले पनि यहीँको दोगला चिया खान्छ होइन। मैले चाहिँ केपी बाको लागि होइन छुट्टै एउटा दोगला चिया भनेर निकालेको छु एकदम हाई क्वालिटीको पत्ता जसमा तपाईँको यहाँ माथिको एकदम माथिको यस्तो टुप्पाहरू राखिन्छ यहाँ हेर्न सक्नुहुन्छ है। यस्तो एकदम यहाँबाट एकदम हाई क्वालिटीको चियापत्ती निकालिन्छ होइन। अनि त्यो चियापत्तीलाई चाहिँ मैले दोगला चिया भनेर ब्रान्डेड गरेको छु। हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही चिया खानुहुन्छ। अनि किडनी सफा गर्न पनि किडनीको उपचार पनि यसरी हुन्छ नि भने होइन? त्यो त्यति नभएको भए त होइन प्रधानमन्त्री हाम्रो केपी शर्मा ओली उहिले मरिसक्नुहुन्थ्यो होइन। मेरै यो दोगला चिया खाएर अहिलेसम्म बाँचिराख्नु भएको छ र अझ पनि मलाई लाग्छ 20 करोड छ हाम्रो प्रधानमन्त्री 100 पारी हो। हस् त धन्यवाद। हस् धन्यवाद है।